हे गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ हाम्रो अब हाइकिङ जाने प्लान भइरहेको छ होइन। सो हामीहरू सबैजना अलमोस्ट रेडी पनि भइसकेका छौँ होइन। ऊ चाहिँ सबभन्दा छिटो हुने इन्ट्रोड्युस योरसेल्फ। म दीपिका सुब्बा है। उसले चाहिँ सबभन्दा छिटो अगाडि उठेर हामीलाई उठाएको होइन। हामीहरू रेडी भइसक्यौँ, अरू आउँदैछन् होइन। किप वाचिङ, हामीहरू अपडेट दिइरहन्छौँ होइन। अरू चाहिँ अब हेरिरहनु होला होइन। के भन्नु जाडोले यस्तो हात कामिरहेको छ होइन। मेरो स्किल्स देखाउँछु एउटा मेरो नयाँ स्किल गाइज, मेरो न्यू स्किल्स। हामीहरू चाहिँ हाइकिङ जानको लागि सिटोपुरी जान लगाएको छौँ। हामीहरू 5 जना साथीहरू छौँ होइन। प्लान चाहिँ धेरैबाट भएको थियो तर सबैजना आउन सकेन ड्यु टु द सम रिजन होइन। अनि अहिले चाहिँ अब हामी 5 जना चाहिँ फिक्स भएको छ। 6 बजे यहाँदेखि गाडी चढ्ने भनेको यो बच्चाले 7 बज्ला जस्तो छ। हामी झन् छिटो आइपुग्यौँ। हामी 2 जना मात्र, मभन्दा पनि छिटो ऊ आज फास्टेस्ट एन्ड फ्युरियस। तर यहाँ अघिल्लो हाइकिङमा सबैजना लेट होइ नै थियो। ल हामीहरू चाहिँ सबै जम्मा भइसक्यो। 6 बजे प्लान भनेको नेपालीको टाइमिङ अनुसार 7 बज्छ होइन। अनि यहाँ चाहिँ हाम्रो ल तपाईँको परिचय दिनुहोस् त। तपाईँको उहाँले त दिइसक्नु भएको छ। ओ तेरो इन्ट्रोड्युस गर त। ऊ अर्को हाम्रो यहाँ मलाई इन्ट्रोड्युस गर्नुपर्छ। मिसेल सुभाष स्वयम्भूमा पाउँछ है। ऊ चाहिँ स्वयम्भूमा जहाँ पनि भेटिन्छ। गाइज हामीहरू यतिजना भइसक्यौँ होइन। अनि अहिले चाहिँ के भयो भने चाहिँ हामीले ट्याक्सी बुक गरेको, ट्याक्सीमा 5 जना जान मिल्दो रहेनछ। हल्ला नहल्ला न एकछिन। ट्याक्सीमा 5 जना जान मिल्दो रहेछ, त्यही भएर एउटा चाहिँ पठाउ गरेर अरू ट्याक्सीमा गरिरहेको छौँ होइन। अब हामी यहाँदेखि होटेल जान्छौँ, होटेलमा खानासाना खाएर खानासाना खान्छौँ। त्यसपछि अनि हामी माथि जान्छौँ। अनि हाइकिङको लागि हेरिरहनु होला, हामी अपडेट गरिरहन्छौँ कस्तो कस्तो हुन्छ हाम्रो जर्नी। ल गाइज म चाहिँ होइन अरू सबै ट्याक्सीमा गइसक्यो, म चाहिँ पठाउमा आइरहेको छु। हामी बुढा नीलकण्ठ होटेल जान लागिरहेको छौँ होइन। त्यहाँ चाहिँ बुक सुक सबै भइसकेको छ। होटेलबाट कल पनि आइसकेको थियो होइन कति बेला आउनुहुन्छ भनेर। जाडोले मर्न लागिसक्यो म, यस्तो चिसो। हामी पठाउमा जाने भने पनि ट्याक्सीमा गएर त्यहाँसम्म जाने भने लास्टमा पठाउमा जानुपर्ने भयो। रातो पिरो भइसक्यो यार गाइज। म त गाइज म माथि होटेलमा पुगेर पनि फर्केर पनि यिनीहरूलाई लिन आइसकेँ। यिनीहरू चाहिँ यी 4 जना बल्ल आउँदैछन्। यी यस्तो चिसो भएर गाइज होइन। हिरोहरू सधैँ लास्टमा आउँछ। हिरो क्यान्टिन अस्मिताले के भन्दैछ यहाँ ल। यसको हाँसो सुन न, यसको कस्तो बोल्छ हट भनेको ओभर हट परेछ। पानी है फेरि दायाँमा नसोच्नु होला। लोकल मान्छेहरूले यसरी खाने हो कि अर्को म्याडम उहाँ एक्स्ट्रा लोकल भयो भने यस्तो हुन्छ। कफी पनि पुरा चम्चाले यस्तरी हो त, अझ खाने पनि यस्तरी। गाइज त्यो भनेको चाहिँ फर्स्ट टाइम हो क्या। त्यो फर्स्ट टाइम खाँदाखेरि चाहिँ यस्तो खाने हो कि होइन। अनि गाइज हामीले कफी नखाने मान्छेहरूलाई हामी 3 जना, खासमा हामी 3 जना मगाएको। यिनीहरू 2 जनाले र यो अस्मिताले चाहिँ आएर एउटा कफी पुरै सकाइदिए। चम्चा अझ चम्चाले खाएर लास्टमा चाहिँ अझ साथी खाँदिने लौरी सकिसकेपछि। ल हेर त यसको पारा। गाइज हामीहरू मैले भनिरहेको छु अगाडिदेखि हाइकिङ होइन कि हामी हँस्नु हिँडेको। हेर यहाँ हेर, यहाँ हेर यति धेरै अन्डा ससेसहरू। ल हेर त यो आमामा। अझ हाम्रो ब्यागमा खानेकुरा देख्यो भने तपाईँहरू हल्नुहुन्छ। गाइज यहाँ हाम्रो खाना प्याक पनि हाल्नु छिटो हाल यहाँ। ब्रेड पनि हाल्न, ब्रेड पनि त्यो पनि हाल। यिनीहरू कि फर्स्ट टाइम पिङ खेलिरहेको। म यही छु त, म यहाँ सरिहाल्छु ला त। म ढिला हुन्छ कि मलाई भइरहेको छ, भिडियो बनिरह भयो। पिङ रोग गाइज यहाँ म मात्र हो कि राम्रो, अरू सबले आफ्नो हरकत देखाउँछन्। कसैले सुन्तला खाना जाम रे, कसैले अर्का घरतिर छिराउनु रे भन्छ होइन। लुकेर त सुन्तला कस्तो राम्रो छ बुटा। यी सबहरूले के भनिरहेको थियो भनेपछि सुन्तला चोर्न जाम रे। स्पेसल्ली अस्मिता यो अस्मिता केटी भनेर कम नसम्झिनु है। यो त फेरि खतरा छ नि यस्तो।
उ त्यहाँ सुन्तलाहरू गाइज हाम्रो अब हाइकिङ स्टार्ट भयो होइन भर्खरै पानी सुरुमै पानीको मुहान देखेको अवस्था अर्को यहाँ गएर पोज देखियो न फोटो खिच्दैला भनेर मैले भ्लग गर्न लगाएर चाहिँ सो मैले फोटोसोटो खिचेन हाम्रो त्यहाँ टिकट्सहरू काट्यौँ होइन सबैको लागि सबैको लागि 100 रुपियाँ रहेछ होइन अब स्पेसल छुटहरू त्यस्तो केही पनि रहेनछ स्पेसल छुटहरू त्यस्तो केही पनि रहेनछ तपाईँहरू आउन सक्नुहुन्छ होइन राम्रो छ अब हाम्रो स्टार्टिङ भयो कस्तो हुन्छ हेर्छु म भन्छु होइन तिमीहरू केटी हौ तिमीहरू त सख्त लड्डाहरू तिनीहरू त सख्त लड्डाहरू गाइज डेडिकेसन्स भनेको के हो म भन्छु होइन हाम्रो लोयल त तन्नु कुरा नगरे डेडिकेसन छ यो होइन साथीको लागि लोयल र डेडिकेसन्स भनेको त के हुनुपर्छ अस्मिताकोले इक्जाम्पल दिन्छ होइन अस्मिता चाहिँ हिजो बिहान उदयपुरबाट हिँडेर हिजो बेलुका कति बेला आइपुगेको थियो 8-9 बजे घर आइपुगेर बिहान 6 बजे हाइकिङको लागि हिँडेको मान्छे हो अनि उसले मेकअप गरे होइन यसले यो अस्मिताले के गरिरहेको अस्मिताले के गरेको बिहान हामी हाइकिङ जानुलाई क्यान किप साइलेन्ट फर अ मोमेन्ट अनि अस्मिताले के गरिरहेको हामीहरू हाइकिङ जानलाई हिँडेर उसको घर आइपुग्यौँ उसले के भन्छ मैले त भर्खर मेकअप गरिसक्यो अब कपडा लाउन बाँकी छ अरे ल हाइकिङ जानु छ मेकअप गरिसक्यो अरे टचअपको लागि पनि लिएर छ होला होइन सामानहरू ओ अस्मिता तिमीलाई उदयपुरदेखि यहाँ यही गर्न बोलाएको हो तिम्रो प्रेजेन्स अफ माइन्ड यो तिमीलाई यही गर्नलाई यहाँ पठाएको यो गर्ने हो तिमीले हा भिर र पहिरो खोलाको बाटो नमान्नु डर भिर र पहिरो खोलाको बाटो नमान्नु डर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भा नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भा अहिलेसम्म लाइफमा तिमीलाई एउटा हुन्छ नि लाइक मैले यो नगर्नु पर्ने रहेछ यो गरेर यस्तो भयो भने जस्तो त्यस्तो केही रिग्रेट छ त्यस्तो केही पनि छैन अर्को एउटा क्वेसन्स अनि तिम्रो लाइफको सबभन्दा इम्पोर्टेन्ट पर्सन्स कोही छ कि इफ छ भने को छ त्यस्तो खासै कोही छैन त्यो अब फ्यामिली भन्ने मात्र हो सबको गफै हो ए अरूभन्दा केही अरूको मान्छेको ड्रिम्स भन्दा अथवा त्यस्तो हुन्छ नि कुनै डिफ्रेन्स ड्रिम छ युनिक खालको अनि ड्रिम छ म इङ्ग्लिसमा खरर बोल्न सक्छु ओ यु वान टक इन इङ्ग्लिस वी क्यान ट्राई try to talk in English for some times and only 5 to 15 minutes होइन we'll try to talk in English. Hey you why are you standing there? Go there. Hey Deepika, what are you doing? I'm sitting, don't you see? Oh, I don't see you are sitting there. My You wanna say something? You wanna say something? It's I just quit. Yeah. I just go there. तिम्रो म इङ्ग्लिस छुटिहालेछु नेपालीमा आइसकेछु इट्स योर ड्रिम्स टु टक इन इङ्ग्लिस Yeah. सो ट्राई टु टक इन इङ्ग्लिस I'm just learning. I'm just learning because I'm. हे यु थकित मान्छे यो थकित मान्छेलाई के भन्छ अरे टाइड पर्सन्स हे यु टाइड पर्सन यु वान से समथिङ यो भन न गाउँदैछु कुन गीत गाइदिउँ ल भन त कुन गीत गाइदिउँ Baby. Baby, 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 baby. You know you care. I know you care. I will be there. म चाहिँ काहीँ पनि खोलाहरू जस्तो देखेको थिएन यहाँ चाहिँ कस्तो राम्रो पानीहरू पनि छैन मुख सुख धुनलाई म मुख धुन्छु वाउ कस्तो चिसो My God, it's just so cold water, you know? It's just so cold water. सुभाषले चाहिँ चक्लेट लिएर आउने भन्ने आइडिया थियो होइन
हिँड्दै खानालाई मजा आउने रहेछ। सबैजनालाई एउटा रिक्वेस्ट गर्न थालेँ होइन, तपाईँहरू आउनुहुन्छ राम्रोसँग मजा रमाइलो गर्नुहुन्छ, तर जहाँ पाए त्यहीँ चाहिँ फोहोरहरू नफाल्नु होला क्या। इट्स आवर रेस्पोन्सिबिलिटी टु सेभ आवर सोसाइटी होइन, सोसाइटी नट अ इन्भाइरोमेन्ट होइन, नट सोसाइटी इन्भाइरोमेन्ट, सोसाइटी पनि इन्भाइरोमेन्ट पनि सेभ गर्ने हाम्रो जिम्मा। हेर्नुहोस् त यसरी उहाँ यसरी जङ्गलमा चाहिँ यस्तो प्लास्टिकहरू जता पाए त्यतिहरू नफालिदिनु होला। आफूले ल्याएको प्लास्टिकहरू जम्मा पारेर जहाँ फाल्ने भनेको छ त्यहाँ फाल्नु होला, किनकि हाम्रो वातावरण संरक्षण गर्ने जिम्मा पनि हाम्रो नै हो। पढेर मात्र हुँदैन कि, लाइफमा पढेको कुरा फर्मुलेट पनि गर्नुपर्छ होइन। अहिले चाहिँ हामी सानो देउराली आइपुगेको छौँ होइन। हामी समुद्र लेभलदेखि चाहिँ 2370 मिटरको उचाइमा छौँ। अब यहाँदेखि नागे गुम्बा जानलाई चाहिँ 1 घन्टा, शिवपुरी चुचुरोमा जान 1 घन्टा, त्यसपछि अनि हेलिप्याडहरू यो साइडमा पर्छ रहेछ। यो चोकमा यहाँ आइसकेपछि हेलिप्याड जानलाई यता रहेछ। अब बागद्वारा जानलाई चाहिँ 45 मिनट छ। अब हामी यहाँदेखि चाहिँ यता माथि जान्छौँ। सानो देउरालीदेखि आई थिङ्क 5 मिनट अलि माथि आएपछि यहाँ चाहिँ एउटा राम्रो ठाउँ रहेछ होइन, एउटा चरहरू। यो चाहिँ ठुलो देउराली रहेछ। हामी चाहिँ अहिले अब बागद्वार आइसक्यौँ। यहाँदेखि अराउन्ड 25-30 मिनटकोमा चाहिँ हामी पुग्छौँ होइन। मलाई लास्ट तकाइसक्यो, फोनमा चार्ज पनि छैन गाइस। सो लुक एट दिस होइन यो ए कस्तो राम्रो रहेछ यो बागद्वार भन्ने। यहाँ चाहिँ पैसाहरू चढाएर एकदम पूजासुजा गर्नु हुँदो रहेछ, राम्रो रहेछ यो ठाउँ चाहिँ। लुक एट दिस भ्यू। बागद्वार होइन, यो चाहिँ 2520 समुद्री सतहदेखि 2520 मिटरको उचाइमा रहेछ। यहाँ चाहिँ एउटा गुम्बाहरू छ। यहाँ हजुरले डिस्क्रिप्सन्सहरू हेर्न सक्नुहुन्छ। यहाँ एउटा घर छ, यहाँ पानी खान मिल्छ, त्यहाँ फोटोहरू क्याप्चर गर्न मिल्छ, बस्नको लागि गर्नको लागि आश्रम रहेछ होइन। यो आश्रम, यहाँ कोही मान्छेहरू पनि बस्नुहुन्छ क्या, यहाँ कोही मान्छेहरू बस्नुहुन्छ क्या। खानेकुराहरूको सामानहरू कति धेरै छ, लाइक भाँडाकुँडाहरू, टोइलेट पनि रहेछ यहाँ। यो चाहिँ बागद्वारमा यहाँ कस्तो राम्रो शिवलिङ्ग रहेछ आई थिङ्क होइन। यो बस्नेहरूलाई यहाँ आगोहरू बाल्नु हुँदो रहेछ। हेर त शिवलिङ्ग कस्तो राम्रो रहेछ। मैले ढोक पनि गरेँ। यहाँ छ शिवलिङ्ग। म नजिक चाहिँ जाँदिनँ, कस्तो राम्रो शिवलिङ्ग छैन। यो चाहिँ अटोमेटिक बनेको हो कि म्यानमेड हो कि के हो थाहा छैन, बट त्यो रहेछ। त्यहाँ चाहिँ शिवलिङ्ग रहेछ राम्रो। बल्ल तल्ल यहाँसम्म आइपुग्यो। अझै यहाँदेखि 22-25 or 22-35 मिनट जति बाँकी छ भन्दै थियो। लास्ट गाह्रो भइसक्यो यार यो बागद्वारदेखि त माथि आउन। यस्तो भराङ छ, यस्तो भराङ छ कसम। हिँड्ने मान्छेलाई ठिकै हो, नहिँड्ने मान्छेलाई त कानबाट धुवा निकाल्ने छ यार। आई कान्ट बिलिभ। जामा चाहिँ जतिको सजिलो होला भने यहाँ त स्टिमा टोक्ने यस्तो गाह्रो रहेछ। नन स्टप भराङ छ। लुक एट दिस होइन। कुनै ठाउँमा अलिकति सम्मो बाटो भइदियो कति सजिलो हुन्थ्यो। अर्को एउटा कुरा, यति टाइममा छ भनेर पनि लेखेर रहन्छ होइन। सो थाहा छैन अब अझै हामी कति हिँड्नुपर्छ भनेर। शिवपुरी पिकमा आइपुग्यो, केही पिक चाहिँ छैन यहाँ होइन, भ्यू स्यू केही देखिँदैन। ओन्ली यहाँ चर मात्र छ। उहाँ एउटा ऊ छ के अरे गुम्बा छ कि के समथिङ के मूर्ति छ होइन। अब यहाँदेखि माथि गएपछि चाहिँ समथिङ के मन्दिर आउँदो रहेछ। कामधेनु शिला पनि 5 मिनटमा रहेछ। पानी मुहान चाहिँ 3 आवर्स रहेछ यहाँदेखि होइन। अब यहाँदेखि माथि सकिँदैन होला, पहिला खानासाना खान्छौँ, हामी रेस्ट गर्छौँ। त्यसपछि 5 मिनट्स भयो भने हामी सतेरुदेश्वर महादेव र कामधेनु शिला जान्छौँ। त्यसपछि हामी फर्किन्छौँ। हामी बिहान कति बेला हाइकिङ सुरु गरेको थियौँ? हामी 10 बजीदेखि सुरु गरेको थियौँ। अहिले चाहिँ आई थिङ्क 2 बजी होला। 2 बजी चाहिँ हामी यहाँ आइपुगेको छौँ होइन। लुक एट दिस। हामीले के भेराइटी लिएर आएको छौँ होइन। यहाँ आलु र चना छ, पापड प्राउन छ, त्यसपछि ऊ छ के अरे पनिर छ, मसरुम छोइला छ, पुलाउ छ, सलाद छ, अनि त्यसपछि पुरी छ होइन। अब हाम्रो चाहिँ सब रेडी भइसक्यो होइन। सबैले थोत्थरे केही बनाएको थियौँ। अघिल्लो हाइकिङमा चाहिँ एकदम धेरै जङ्क फुडहरू भएको थियो। सो जङ्क फुडहरूलाई चाहिँ हामीले अहिले अभोइड गरेर सबै होममेड खानेकुराहरू लिएर आएका छौँ। यो मेरो हो चस गाई चस। सबैलाई चस गर न, तिम्रो त कस्तो हो फेरि चस। ल दीपिका हामीले खानाहरू खाइसक्यौँ होइन। यस्तो मिठो भयो, अलिकति चिसो भएको थियो, नत्र अदरवाइज सबै मिठो थियो। अहिले चाहिँ अब हामी यहाँ आगो बलिराखेर तापिरहेको छौँ होइन। यस्तो चिसो छ, यस्तो चिसो छ
पुरै छोड्छ यहाँ त हात त खाने बेला त हात काटिरहेको यार अर्को अस्मिताको त यस्तो अहिलेसम्मको उसलाई केही भनिदियो त ल तिमीहरूले अहिलेसम्मको यात्रा कस्तो भयो तिमीहरूको एक्सपेक्टेसन भर्सेस रियालिटी भयो एक्सपेक्टेसन तर साँच्चै पिक भनेको अलि हाईमा होला त्यसपछि भ्यूहरू राम्रो देखिन्छ होला भनेर सोचेको थिएँ केही रहेनछ भ्यूहरू खासै केही देखिने चाहिँ त्यस्तो रहेनछ सो यहाँ कस्तो मजा आयो यार गाइज यहाँ चाहिँ एउटा भारतीय गोविन्दनाथ भारतीय शिवपुरी बाबाको चाहिँ यहाँ रहेछ होइन मन्दिरहरू रहेछ सो द्याट त्यो भएकै कारणले आई थिङ्क यसलाई शिवपुरी भनेको होला होइन गाइज अहिले चाहिँ अब हामीले आयौँ खायौँ बस्यौँ आगो सागो ताप्यौँ त्यसपछि अलिक अलिकतिपट्टि कहाँ कहाँ गयौँ होइन सबै काम गऱ्यौँ अब फर्किन लाग्यो होइन डु यु वान्ट से एनिथिङ जस्तो एक्सपेक्ट गरेको थियो त्यस्तो केही पाइएन होइन बट मैले के एक्सपेक्ट गरेको थिएँ भने शिवपुरी पिक भनेको थियो अहिले हाइकमा होला लाइक भ्यूहरू राम्रो देखिन्छ होला भनेको बट देयर इज नट एनी भ्यू पोइन्ट्स होइन सानो चौर जस्तो थियो वरिपरि रुखहरूले पुरै ढाकेको थियो चिसो थियो होइन सो सबैजनाको आई थिङ्क अलमोस्ट मान्छेहरूको चाहिँ यस्तो रहेछ भन्ने थियो लाइक हाइकिङहरू गर्ने अब यस्तो हिँडिरहने मान्छेहरूलाई चाहिँ मेबी यो चाहिँ राम्रो हुनसक्छ राम्रो ठाउँ हुनसक्छ बट फर अस हामी त आयौँ मात्र है त्यसो शिवपुरी हाइकिङ सकायौँ शिवपुरीको पिकमा पुगेर आयौँ बट शिवपुरी पिकभन्दा अलिकति तलतिर गयो भने चाहिँ समथिङ त्यो 5 मिनटदेखि तलतिर गयो भने चाहिँ त्यहाँ एउटा के भन्थ्यो अरे त्यो नाम एउटा ठुलो ढुङ्गो थियो त्यहाँदेखि चाहिँ भ्यू बवाल देखिने रहेछ होइन बट हामीलाई थाहा भएन पछि हामी फर्किसकेपछि त्यहाँ बागद्वारमा एउटा घर थियो अनि त्यो घरको मान्छेले भन्नुभएको हामीलाई होइन त्यो घरमा बसिरहनु हुन्थ्यो अरे होइन अनि उहाँले चाहिँ भन्नुभयो होइन त्यहाँदेखि तलतिर गएर तपाईँहरूले राम्रो पाउनुहुन्थ्यो भनेर बट हामीहरू चाहिँ जान पाएनौँ तपाईँहरू चाहिँ आउँदै हुनुहुन्छ त्यहाँ गएर चाहिँ भिजिट गर्नु होला राम्रो छ होइन अब अर्को एउटा कुरा चाहिँ यो अस्मिताले राजमा बनाएको अरे अस्मिता भनेको यो राजमा बनाएको अरे राजमा फर्स्टली त्यो आधा काँचो थियो होइन यो अस्मिताले राजमा बनाएको अरे फर्स्टली त्यो राजमा आधा काँचो थियो राजमामा पानी भन्ने थिएन पानी थिएन होइन अरू प्राण पापड चाहिँ यस्तो मिठो बनाएको थियो कुरै छोडिदिनु प्राण पापडको त हो होइन तिमी जाऊ अगाडि अब तिमी आऊ उसले पुरी राम्रै बनाएको थियो हो मैदाको पुरी बनाएर रहेछ दाँतले समातेर यस्तै चुटाल्नु परेको थियो त्यो हुन्छ नि भैँसीको छालाभन्दा चाम्रो बट राम्रो थियो होइन अनि हाम्रो सुभाषले चाहिँ पनिर मटर बनाएको थियो राम्रो बनाएको थियो पनिर मटर मिठो थियो होइन जानु पर्यो नि मलाई नि हो तिमीले आफैले नदेऊ न म भन्दैछु त उसले पनिर मटर राम्रो बनाएको थियो एकदम मलाई पनि मन परेको थियो होइन हामीले पनिर मटरसँग चाहिँ मैले चाहिँ पुलाउ र मसरुम छोइला बनाएको थिएँ होइन अर्कोले के बनाएको थियो उसले त केही बनाएको थिएन ऊ हिजोदेखि आएको होइन उसलाई चाहिँ मान्नै पर्छ यार मान्छे तराईको मान्छे भएर हिजो उदयपुरदेखि दिउँसभरि आएर रातभरि रेस्ट गरेर बिहान चाहिँ हिँडेको गाइस लुक एट दिस होइन यहाँ ऊ छ जरायो देख्यो हामीले मैले देखेको छु जरायो नट जरायो यो चाहिँ मृग जस्तो हो जराएको त सिङ हुन्छ फेरि ऊ त्यहाँ छ जरा अहिले चाहिँ हामी शिवपुरीको जहाँ गेट थियो होइन ऊ त्यहाँ शिवपुरीको गेट छ अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ होइन 1 जना 2 जना 3 4 जना राइड नपाएर यस्तो गाह्रो भएको छ पुरै छोडिदिनु होइन खुट्टा दुखिरहेको छ यहाँदेखि तलतिर जानलाई पनि एकदम गाह्रो भइरहेछ होइन गाह्रो भइरहेछ सो लेट्स क्याप्चर दिस मोमेन्ट भनेर क्याप्चर गरेको होइन अहिलेसम्म पुगेको छैन 6 बजिसक्यो यति अँध्यारो भइसक्यो चिसो थियो